अब हजुरहरूलाई थाहै छ, अब माघ पनि लाग्न लागिसक्यो। माघी नुहाउन जाने भन्छन् नि, माघे सङ्क्रान्तिको दिन माघ 1 गते माघी नुहाउन या माघ स्नान गर्न जाने भन्छन् नि। यो एकदमै राम्रो कुरो हो। माघ स्नान गर्नाले अब यो जानी या नजानेर गरेका करोडौँ पापहरू पनि नष्ट हुन्छन् है, क्षमा प्राप्त हुन्छन्। मान्छे मरेपछि वैकुण्ठमा स्वर्गमा सिधै पुगिन्छ माघी नुहाउनले। माघमा त्रिवेणी 3वटा खोलाहरू एकै ठाउँमा भेट भएको सङ्गम स्थल त्रिवेणीमा, गङ्गामा, गण्डकीमा नुहाउनाले एकदम राम्रो हुन्छ है। सकेसम्म माघ स्नान सधैँ गर्नु। बिहान उठेर अब यो सूर्य आधा झुल्किनभन्दा अगाडि, भनेको सूर्य सकेसम्म नझुल्किँदै, नत्र झुल्किहाले पनि आधाभन्दा कम झुल्किँदाखेरि स्नान गर्नु र विष्णु भगवानको सबै पञ्चजन्य भगवानहरूको पूजापाठ गर्नु, श्लोक पढ्नु, भजन कीर्तन गर्नु भन्छ है शास्त्रअनुसार। केही नसके पनि बिहान स्नान गरेर अब तपाईँहरू सबैको घरमा तुलसीको मोठ त सबैको घरमा हुन्छ नै, तुलसीको पूजा गर्नुहोस्। विष्णु भगवानलाई सम्झेर तपाईँको एकदम राम्रो हुन्छ। तपाईँको मात्रै होइन, तपाईँको घर परिवार तथा सुकुटुम्ब बसेको कुटुम्बहरू पनि, तपाईँहरूको सबै आफन्तहरूको पनि एकदम राम्रो हुन्छ। यो माघ महिनामा ठुल्ठुलो मेलाहरू नि लाग्छन् नि, त्यही त्रिवेणी त्यो स्नान गर्ने ठाउँमा है। भक्तजनहरू बिहानैबाट गएर त्यहाँ नुहाइधुवाइ गर्ने, पूजापाठ गर्ने अनेकौँ गर्नुहुन्छ। यो अहिलेको मात्रै होइन, पहिल्यैदेखिको चलन हो। यो शास्त्रमा पनि लेखिएको छ र यो पहिल्यैदेखि चलिआएको चलन हो। म पनि पहिला सानै हुँदाखेरि पनि मेरो हजुरआमासँग गण्डकीमा स्नान गर्न आउँथ्यौँ। हिँडेर लगभग 2-4 घन्टाको बाटो हिँडेर गण्डकीमा स्नान गर्न आउँथ्यौँ। अनि त्यहाँ मेला लाग्थ्यो, ठुलो मेला लाग्थ्यो। अनि त्यो मेलामा बसेर घाममा बसेर बदाम खान्थ्यौँ के। जमाना त्यस्तो जमाना त के भन्नु, तर अलि पहिलाको कुरो, मेरो बालावानको कुरो भनेको। त्यही भएर यो माघ महिनामा स्नान गर्नु एकदम राम्रो हो। त्यो पनि माघे सङ्क्रान्तिको दिन